सबैजना जय सीताराम। म आज कन्या राशिका जातकहरूको 2083 सालको बारेमा बताउनको लागि उपस्थित भएको छु। कन्या राशिका जातकहरूको लागि यो वर्ष सामान्यतया शुभ नै रहेको छ। बृहस्पतिको गोचर 10औं भावमा, 11औं भावमा र 12औं भावमा रहेको हुनाले शनिको प्रभावले केही कामहरूमा ढिलासुस्ती हुने खालको, आफूले आँटेका ताकेका कामहरूमा अलिकति समस्याहरू आउने खालको स्थिति बनेको छ। त्यो अलिकति तपाईहरु चाहिँ सचेत भएर, संयमित भएर चाहिँ अगाडि बढ्दा राम्रो हुने देखिएको छ। तपाईको चाहिँ के छ भने मङ्सिरको 20 गतेसम्म चाहिँ राहु 6औं भावमा, केतु 12औं भावमा गोचर गर्नेछ। बृहस्पति 10औं भावमा जेठ 18 गतेदेखिसम्म रहनेछ। जेठ 18 गतेसम्म कार्तिक 13 गतेसम्म भएको हुनाले तपाईहरु चाहिँ केही आफू संयमित भएर जीवनमा आएका विघ्न बाधाहरूसँग चाहिँ अझ सचेत भएर हिँडेको अवस्थामा जसले आँटेका ताकेका कामहरू चाहिँ पुरा हुने खालको स्थिति नै बनेको छ। तपाईको आर्थिक स्थितिमा पनि राम्रै हुने खालको स्थिति देखिएको छ। आर्थिक अवस्था पनि राम्रै हुने देखिएको छ। हजुर चाहिँ बिजनेसमा, जागिरको क्षेत्रमा पनि राम्रै लाभहरू देखिने खालको स्थिति देखिएको छ। जागिरको खोजीमा रहेको व्यक्तिहरू जागिरहरू पाउने खालको, जागिरमा भएको व्यक्तिहरूको पदोन्नति हुने खालको स्थिति देखिएको छ। तपाईको चाहिँ नयाँ नयाँ व्यक्तिहरूसँग चिनजान हुने खालको परिस्थिति बन्न सक्छ। हजुर एकदम ध्यान दिएर अगाडि बढ्नु होला। हजुरका रोकिएका अड्किएका कामहरू पनि बन्ने खालको स्थिति छ। तर त्यही भएर संयमित भएर चाहिँ आफ्नो कार्यमा लागि पर्नु भएको भयो भने कामहरूमा एकदम राम्रो अवसरहरू आउने खालको स्थिति देखिएको छ। त्यो हजुर चाहिँ एकदम संयमित भएर चाहिँ कार्यहरूमा अगाडि बढ्नु होला। हजुर चाहिँ यति कुरा गर्नुभयो भने कन्या राशि हुने जातकको लागि पनि राम्रो रहने सायद। हजुर कन्या राशि हुने जातकहरू चाहिँ त्यति चाहिँ गर्नुभएको अवस्था भयो भने राम्रो हुने स्थिति देखिएको छ।